पनि सभासद भोट, पञ्चायत भोट, एमएलए भोट, जिटिए भोट यो जति पनि भयो त्यहाँदेखि यता एउटा देवलधरी एउटा वालधरी लागेको छैन। एक बोरा सिमेन्टको धरी काम भएको छैन मेरो जग्गामा। यो सब गाइस, मेरो नाम रामुजेल र म अहिले राति भिडियो बनाउँदैछु र लगभग तपाईँले नोटिस गर्नुभएको होला मेरो हरेक भिडियो राति सुट हुने गर्दछ, किनकि म प्रोपर टाइम पाउने भनेको राति हो। किनकि राति कसैको हल्ला पनि हुँदैन, इन्टरफेयर पनि हुँदैन, कसैले मलाई डिस्टर्बहरू गर्दैन र म राति भिडियो बनाउँछु। कारण तपाईँ यो नसुन्नु होला कि राति भिडियो बनाएर यस्तो यस्तो भनेर। र मेन कुरा चाहिँ, मेन मुद्दा चाहिँ यो हो कि हाम्रो निम्बोङ, म निम्बोङ दलप्सनबाट हो र मेरो जग्गा चाहिँ यस्तो जग्गा छ। अनलकी सम्झिनुहोस् या लकी सम्झिनुहोस्, तर मेरो जग्गा, म यस्तो जग्गामा जन्मेको छु जुन जग्गाको चाहिँ अब अहिले हालत एकदमै पातलो भएको छ। देखि बिजिपिएम गभर्मेन्ट जब पावरमा आयो त्यहाँदेखि त्यति बेला पनि हामीलाई ढाँटेर रोड आउँछ, योपालि पक्कै रोड आउँछ भनेर चाहिँ गाउँको डल्लै मान्छेलाई कन्भिन्स गरेर भोट हाल्नु लगायो। र त्यसको बादमा बिजिपिएम गभर्मेन्टको अन्डरमा रुदेन सदा लेप्चा उठ्छ। अनि त्यति बेला पनि हामीलाई सेम कुरा भनेर हामीलाई फकाएर हुन्छ, के गरेर चाहिँ गाउँको सिधा सादा मान्छेलाई फकाएर भोट माग्यो र भोट जित्यो उनीहरूकै फेभरमा, बिजिपिएम गभर्मेन्टकै फेभरमा भोट पनि जित्यो, इलेक्सन जित्यो। र रुदेन सदा लेप्चा एउटा बिजिपिएम गभर्मेन्टको अन्डरमा एमएलए हुन्छ कालिम्पोङबाट। फेरि सभासद भोट आउँछ सञ्चबीर सुब्बा, बिजिपिएम गभर्मेन्टकै अन्डरमा उठेर जित्छ पनि। र उसको अपोजिसन थियो राजेन तामाङ, हाम्रो पार्टीबाट उठेको थियो। बिजिपिएम गभर्मेन्टको फेभरमा इलेक्सन जितेर खडा हुन्छ सभासद सञ्चबीर एडबिन सुब्बा निम्बोङ गिडाब्लिङबाट। अनि त्यसको बादमा पञ्चायत इलेक्सन हुन्छ। पञ्चायत इलेक्सन लास्ट होप थियो हाम्रो। पञ्चायत इलेक्सन भएपछि त हाम्रो पञ्चायत लेभलमा हाम्रो गाउँमा डेभलप हुन्छ भन्ने आशले बिजिपिएम गभर्मेन्टकै अन्डरमा जित हुन्छ डेभिड डोल्मा तामाङ। र आजको दिन तपाईँहरू मेरो निम्बोङ दलप्सन सालडाँडा भन्ने आएर हेर्नुहोस्, एउटा देवलधरी लागेको छैन। कुनै पनि बिजिपिएम गभर्मेन्टमा उठ्ने नेताहरूले, मतलब जति पनि सभासद भोट, पञ्चायत भोट, एमएलए भोट, जिटिए भोट यो जति पनि भयो त्यहाँदेखि यता एउटा देवलधरी एउटा वालधरी लागेको छैन। एक बोरा सिमेन्टको धरी काम भएको छैन मेरो जग्गामा। अनि एउटा भनाइ छ, एकपल्ट झुक्याउँदा झुक्किनेको गल्ती होइन, तर बार बार झुक्याउँदा चाहिँ झुक्किनेको गल्ती हो भन्ने कुरा। इङ्ग्लिसमा एउटा भनाइ छ, सो मी द हिरो अफ दिस कन्ट्री एन्ड आई विल टेल यु द फ्युचर अफ दिस कन्ट्री। त्यसको मतलब यो, मलाई कुनै जग्गाको एउटा हिरो देखाऊ, त्यो हिरो हेरेर म बताइदिनेछु त्यो जग्गाको फ्युचर कतापट्टि जाँदैछ।